गाइजहरू धेरै दिनपछि यसो चाकरीतिर घुम्नु पर्यो भनेर आएको धेरै पछि आज छुट्टी भएको अन्त यता आएको त म झिल्लिमिली भइसकेको रहेछ कि त अन्त यो चाहिँ अब थाहा पाइसक्नु होला यो के को लागि हो भनेर डिसेम्बर 25 हाम्रो यीशु ख्रीष्ट मुक्तिदाता जन्मिनु भएको जन्म उत्सवको लागि यो सबै डेकोरेसन तयारी हुँदैछ यो चाहिँ हाम्रो क्रोसिया राजधानी जाग्रेब सिटीमा पर्छ र यो चाहिँ तपाईँको न्यु इयरसम्म रहन्छ र न्यु इयर पछाडि चाहिँ फेरि यो भत्काइन्छ अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ म नि आज धेरै पछाडि आएको कि लामो समय पछाडि यसो जाडो छ तर यसो घुमघामको लागि भनेर यसो आएको त रमाइलो भएको रहेछ अन्त हामी कति धेरै रमाइलो भइरहेको रहेछ डेकोरेसन है पुरा सजाउ छ हेरिभरि भराउँछ अझ म चाहिँ अलिक छिट्टै आएँ अलि ढिलो आएको भए चाहिँ टन्नै मान्छेहरू हुन्थ्यो अनि यहाँ चाहिँ के भन्छ यो स्काटिङ खेल्ने भन्छ के भन्छ यो खेल्ने ठाउँहरू यहाँ बनाइदिएको छ जाडो छ जाडोको मजबुत पनि यहाँनिर सुटिङ खेल्ने मान्छेहरू चाहिँ टन्नै आएको हुँदो रहेछ अनि के यदि तपाईँहरूको क्रोसियातिरबाट अनि तपाईँहरू हेर्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ घुमघामको लागि यसो म नि आज निस्केको कि यति धेरै चिसो त सायद हाम्रो नेपालमा पनि हुन्न होला र नेपालको पनि बाउ हुन्छ यहाँनिर चाहिँ क्या चिसो चाहिँ क्या र गाइजहरू यस्तो छ है क्रोसियातिरको खबर तपाईँहरूलाई के कसो लाग्छ भिडियो हेरेर कमेन्ट अनि फलो अनि सब्सक्राइब गरिदिनु नबिर्सिनु होला थोरै यसो सानो भिडियो थोरै भिडियो चट्ट वरिपरि देख्न सक्नुहुन्छ मान्छेको चहल पहल जाडो भए पनि यहाँ चहल पहल चाहिँ धेरै हुन्छ अनि यसै छ है गाइजहरू